आजको भिडियोमा चाहिँ म र आमाले के गर्यो भनेर म तपाईलाई देखाउँछु है, बिहानदेखि बेलुकासम्म है। तपाईँ प्रायले मलाई भन्यो बस्नुहुन्थ्यो मेरो भिडियोमा कि बहिनीले आप्पालाई धेरै माया गर्नुहुँदो रहेछ भनेर। किनभने मैले आप्पाको भिडियो मात्रै बेसी हाल्थेँ नि त, तर त्यस्तो होइन। म आप्पा र आमा दुईजनालाई बराबर माया गर्छु। आमा चाहिँ 1-2 महिनाको लागि घरमा थिएन, त्यसै कारण चाहिँ आमाको भिडियो चाहिँ मैले हाल्दिनँ त्यस्तो। तर अबदेखि चाहिँ तपाईहरुले मेरो भिडियोमा आमालाई पनि देख्नुहुन्छ है। म प्राय मेरो विकेन्ड्स चाहिँ जति सक्दो महिनामा एकपल्ट चाहिँ घरमै बिताउने कोसिस गर्छु है। यहाँ चाहिँ मेरो आमा हुनुहुन्छ अनि मैले चाहिँ आमालाई चाहिँ मैले कति तपाईँ नहुँदाखेरि रोपेको काँक्रा कति फल्यो भनेर देखाउँदैछु है। अनि आमा पनि एकदम खुसी भएर मेरो 3 झ्याङ फलेको काँक्रा हेर्नु हुँदैछ हैन। अनि पुरा फलेको छ अहिले चाहिँ मेरो काँक्रा है। मैले घरमा बसे तापनि पुरा खाएँ है। अब म जान्दा पनि लिएर जान्छु। एकदमै काँक्रा चाहिँ राम्रो भएको छ हो। अनि यहाँ चाहिँ आमाले मलाई लुखाउन त भनेर अब खाँदैछौँ हामी, म र आमा हैन। अनि हाम्रो गाउँ चाहिँ एकदमै मलिलो छ। हाम्रो गाउँमा चाहिँ प्राय सबै चीज हुन्छ, सब्जीहरू हैन। अनि अझै पनि तपाईहरुलाई थाहा छैन, मेरो न्यू फलोवर्सहरुलाई चाहिँ मेरो गाउँको नाम चाहिँ डबलिङ हो। अनि यो चाहिँ गिडाब्लिङको एउटा सानो गाउँ। गिडाब्लिङमा चाहिँ 9-10 वटा सानो सानो गाउँ छ। ती मध्ये मेरो पनि एउटा गाउँ हो। यहाँ 140 परिवार छ, 140-45 परिवारहरू छ मेरो गाउँमा चाहिँ है। अनि हाम्रो गाउँको प्राय चाहिँ सर्भाइभल चाहिँ सब्जी नै हो, फार्मिङ नै हो हैन। हामी बेसी फार्मिङ गर्छ मेरो गाउँमा चाहिँ हो। अनि तर अहिले चाहिँ मेरो गाउँमा चाहिँ दुःखको कुरा के छ भने धेरै फार्मिङ गर्दाखेरि, अन्नबाली लगाउँदाखेरि कति बेला बिग्रिने चान्स, अदुवा रोप्दा अदुवा बिग्रिने है। अनि कोही बेला सब्जी फलायो फुलायो भए पनि राम्रो भाउ नपाउने त्यस्तो हुन्छ है। अब यहाँ चाहिँ एकदमै फेरि खुसीको खबर, मैले अस्ति आमा नहुँदा म, मेरो भाउजू अनि नानी विशेष गरी मेरो इनिसिएटिभमा रोपेको यो डल्ले खोर्सानी चाहिँ यति धेरै झ्याङ लागेको छ हो। हरेक रुखमा यति बेसी फल लागेको छ, फुलिरहेको छ हैन। यति दामी भइरहेको छ। अब केही महिनामा चाहिँ पुरा डल्ले खोर्सानी टिप्नु सक्छु यहाँबाट हैन। सो म चाहिँ एकदम गर्व भएर आमालाई देखाउँदैछु, हेर्नुस् हामीले रोपेको तपाईँ नहुँदा भनेर हैन। अनि त्यसपछि चाहिँ हामीले के गर्यौं भन्दाखेरि चाहिँ म र आमा पानी बनाउन गयौं है। तपाईहरुलाई थाहा छ कि छैन तपाईको पानीको मुहान कहाँ छ, कस्तो छ भनेर। म चाहिँ पानीको मुहान जहिले पनि भिजिट गर्ने गर्छु घर आउँदाखेरि। मलाई दुःख लाग्छ हैन। अहिलेसम्म पनि यति धेरै हामीले फन्ड्स पायौं, यति धेरै हामीले हाम्रो कालिम्पोङ जग्गामा, तर पनि पानीको यति बेसी दुःख छ। अब यो त असारको महिना हो, पानी यति बेसी परिरहेछ। यति बेला चाहिँ के हुन्छ भने घंगटा निस्किन्छ अनि ठुलठुलो भल पानी आएपछि चाहिँ पानी चाहिँ बन्द हुन्छ है। अब यो चाहिँ छेउ चाहिँ हामी पानी पर्दा मात्रै हो। पानी नपर्दा ड्राई सिजनमा चाहिँ एकदमै टाढो जानुपर्छ हामी चाहिँ पानी बनाउनको लागि, एकदमै टाढो है। अनि यहाँ चाहिँ म र आमा पानी बनाउँदैछौँ। अनि मैले चाहिँ खोइ आमालाई छोड्नुस् म बनाउँछु भनेर चाहिँ पानीलाई सफा गर्दैछौँ। यो चाहिँ हाम्रो पानीको मुहान हो। पानीको मुहान चाहिँ सफा हुनुपर्छ। म तपाईहरु कसैलाई पनि पानीको मुहानतिर गएर मैला बनाउनु, त्यसैकारण हामीले उहिले चाहिँ म सानो हुँदाखेरि चाहिँ झोरा नालातिर सबै मान्छेकोमा टोयलेट हुन्थेन। तर लेट 90s देखि है, अनि 2000 देखि चाहिँ एकदमै टोयलेट बनाउनु पर्छ घरमा भनेर यो सुरु भयो है। अनि अहिले पनि म भन्छु तपाईहरुलाई, खोला नाला हैन, खोला नालाहरु एकदमै हाम्रो सफा हुनुपर्छ। हामीले त्यहाँ प्लास्टिक फ्याक्नु हुँदैन। अनि मेरो गाउँको खोला नाला चाहिँ एकदमै सफा छ है। मेरो गाउँको नाम चाहिँ हो डबलिङ, तर यसको अहिले नयाँ मोडल भिलेज, ड्रिम भिलेज पनि भन्छ है। तपाईहरुलाई थाहा छ छैन। अनि हाम्रो गाउँको खोला नालामा चाहिँ तपाईले प्लास्टिकहरु के पनि देख्नुहुन्न, एकदमै सफा छ है। अनि यहाँ चाहिँ म र आमा चाहिँ अब गीत गाउँदै घरपट्टि आउँदैछौँ है। अब यो मैले अघि पनि भने, यो हाम्रो खोलाको मुहान चाहिँ त्यस्तो टाढो छैन। यो चाहिँ हाम्रो समरको लागि हो। तर जस्तो ड्राई सिजन विन्टर आउन थाल्छ, यो मुहानमा चाहिँ पानी सुक्छ। त्यसपछि हामी एकदमै टाढो मुहानमा है
2 घण्टा जस्तो हिँडेर जानुपर्छ हामी है। अनि यसको प्रपर म्यानेजमेन्ट चाहिँ अहिले पनि भएको छैन। अब यो सरकारले नदिएको होइन, सरकारले दिएको छ, तर यसमा घोटाला भएर यसलाई कोअर्डिनेट गर्ने, अर्गनाइज गर्ने मान्छे जिम्मेवारी नभएर है हाम्रो गाउँमा दुःख छ। हामी मात्र होइन, मेरो गाउँको हरेकजनाले दुःख पाउँछ है। सो मलाई 100% थाहा छ मेरो गाउँमा मात्र होइन, अरू गाउँमा पनि है दुःख छ। किनभने हामी पहाडी भेग वाटर म्यानेजमेन्ट राम्रो हुनुपर्छ। यदि वाटर म्यानेजमेन्ट राम्रो छैन भने दुःख पाउँछ है। दिनमा 1 घण्टा पानी बनाउन जाँदा पनि कति काम रहन्छ बस्तीमा, कति काम बिचमा अड्किन्छ है। अब कहिले यो पानीको म्यानेजमेन्ट राम्रो हुन्छ थाहा छैन, तर मलाई अवश्य थाहा छ एक न एक दिन यस्तो मान्छे जन्मिने छ, यस्तो मान्छे होला जसले चाहिँ हाम्रो पहाडी भेग अनि हाम्रो जति पनि डिप्राइभ्ड गाउँ बस्तीका मानिसहरू छन् अनि हाम्रो दार्जिलिङ कालिम्पोङ एकदमै महिला छ यसलाई प्रपर म्यानेजमेन्ट गर्ने, संस्थापन राम्रो हुन्छ भनेर विश्वास गरेको छु। अनि यहाँ चाहिँ म र आमाले अब मकै लान थाल्यौँ। अनि मकै हामी लाँदैछौँ है। घर जाँदा त कुखुराले फुलहरू खोर्सिँदै रहेछ हो। अनि छिटो छिटो म र आमा फुलहरू कुखुराहरूलाई भगायौँ है। तपाईँ कहाँ गएर आएको भन्नु? के गरिरहेको छ तपाईँले बिहान उठेर? घाँस काटेर। तपाईँ कति बजी उठ्छ भनिदिनु न? 4 बजी। 4 बजी उठ्छ। अन्त 4 बजी उठेर के गर्छ? धन्दा गरेर घाँसमा जाने। तपाईँको घाँस काट्नु कति टाढो जानुपर्छ? 1 किलोमिटर। 1 किलोमिटर टाढो। अन्त दिनमा कतिपल्ट जान्छ त्यो 1 किलोमिटर टाढो घाँस काट्नु चाहिँ? 2 पल्ट, बिहान बेलुका। त्यहाँ चाहिँ के छ तपाईँको? गोरु। कतिवटा? 1 खाल। 1 खल गोरु छ। क्षेत्रका। तपाईँ कति वर्ष पुग्यो भनिदिनुहोस्? 77 वर्ष। 77 वर्ष। म सानोमा कति जाँगरिलो थियो भनिदिनु त आपा? भन्नु न छिटो। आपा जाँगरी त छ नि। सत्य भन्नु न, नढाट्नु न। आपासँग एकछिन गफ लडाएपछि चाहिँ म र आमा फेरि घाँस घाँस काट्नु गएको हो। आमा चाहिँ अलिक अप्ठ्यारो हिँड्दैछ किनभने आमालाई चाहिँ पिलो निस्किरहेछ हो। अनि यहाँ चाहिँ हामी घाँस काट्नु थाल्यौँ। यो चाहिँ म चाहिँ मकैको घाँस काट्दैछु होइन। अनि यो मकैको घाँस चाहिँ अब काट्दैपछि हामीले त्यो चुच्चो निस्केकोलाई चाहिँ अलिकति ठोकेर सिधा बनाउनु पर्छ। इफ त्यो सिधा बनाएन भने चाहिँ पछाडि घोस्ने चान्सेसहरू हुन्छ होइन। छिटो काट्दैछु। अनि आमाले पनि काट्नु हुँदैछ हो। हेर्नुहोस् है, यहाँ चाहिँ आमाले काट्नु हुँदैछ हो। आमाले पनि यसरी नै ठक 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 गर्दैछ। काटेपछि यो चुच्चो चाहिँ राख्नु हुँदैन हो, घोच्छ होइन। अन्त यहाँ चाहिँ हेर्नुहोस् ल, पानीको दुःख सबैलाई छ हो। बत्तीम पनि पानी नै बनाएर आउनु हुँदैछ है घर। बत्तीम, तपाईँ पानी बनाएर आउनु भएको? हाँसिदिनु। यस्तो हल्लाइदिनु नि तपाईँको घाँस। ल भोलि भेटौँ ल चर्च जाँदा। देख्नुभयो हाम्रो बडा अथवा बत्तीम कति क्युट छ होइन। उहाँ चाहिँ 80+ हो, 82 हो उहाँको उमेर चाहिँ। उहाँ पनि बिचारा हामी जस्तै गरी पानी बिग्रिन्छ होइन। अहिले त अलिक भए पनि पानी छ हो, भोलि पर्सि ड्राई सिजनमा यस्तो पानी बिग्रिन्छ। यो चाहिँ हाम्रो बाटो हो होइन। हाम्रो चाहिँ दामी पिच रोड छैन, यस्तो बाटोमा चाहिँ घाँस बोकेर चाहिँ हिँड्नुपर्छ हो। अनि हाम्रो दिन पनि एकदमै ब्युटिफुल भयो हो। अनि तपाईँहरू सबैजना पनि धेरै माया हो। ओके, अन्तमा अब म र आमा पनि घरपट्टि जाँदैछौँ घाँसको भारी बोकेर है। म चाहिँ बाख्रालाई लाँदैछु, आमा चाहिँ गाईको लागि ल्याउँदैछ हो। अनि तपाईँहरू सबैजनालाई धेरै धेरै माया। थ्याङ्क यू फर वाचिङ। म र मेरो आमालाई पनि धेरै धेरै माया। तपाईँहरू सबैजनालाई अर्को भिडियोमा भेट्नेछौँ है। टिल देन बाई। तपाईँहरू सबैजनालाई टेक केयर। आफ्नो स्वास्थ्यको याद गर्नुहोस्, राम्रो खानुहोस्, राम्रो सुत्नुहोस् अनि
आफ्नो काम राम्ररी गर्नुहोस् है। विथ दिस बाई तपाईँहरू सबैजनालाई। अन्तमा मेरो गिट डाब्लिङको सानो भ्यू है तपाईँहरू सबैजनालाई। बाई बाई। फेरि भेटौँला हामी अर्को भ्लगमा धेरै मायाको साथ।